सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरेर हामीसँग जोडिनु हुन विशेष अनुरोध गर्न चाहन्छु र भिडियोलाई अन्तिमसम्म हेर्न पनि अनुरोध गर्न चाहन्छु। स्वागत छ यहाँलाई। एउटा कुरो मलाई सोध्न मन लाग्यो दाजु, जस्तो कि हजुरको जुन काभ्रे जिल्लामा जुन स्टार्टिङ सुरुदेखि नै म एक दुईवटा कुरा गर्दै जान चाहन्छु। हजुर सुरुका दिनमा जस्तो हजुरको भतिजी नि यानी हजुरको दाइको छोरी होइन, उहाँको जुन हिसाबले निधन भएको थियो, निधन हुने क्रममा चाहिँ जस्तो हजुरहरू त्यो त्यहाँ जाने क्रममा चाहिँ अलरेडी लास्ट लाइट माथिबाट चाहिँ झुन्डिरहेको अवस्थाबाट तल झारिसक्नु भएको थियो उहाँहरूले होइन। त्यो त्यहाँबाट चाहिँ अलिकति छोटकरीमा चाहिँ भनिदिनु न, छोटकरीमा हाम्रो दर्शक जस्तै अब हामीले चाहिँ उहाँ घटना 12 बजे घटेको हो भन्ने चाहिँ कुरा गर्नुहुन्छ मृतक छोरीको ससुराले होइन, तर हामीलाई जानकारी चाहिँ 1:50 जाँदाखेरि चाहिँ मेरो दाइलाई फोन गरेर जानकारी दिनुभएको छ। घटना चाहिँ कतिखेर बिहानको कि अब घटना दिउँसो 12 बजेको भन्ने कुरा छ, दिउँसो 12 बजे घटेको भन्ने छ होइन। अनि उहाँहरूले चाहिँ 1:50 जाँदाखेरि मेरो दाइलाई चाहिँ फोन गरेर खबर गर्नुभएको छ होइन। अनि हामी घटनास्थलमा पुगिसक्दाखेरि चाहिँ तपाईँको चाहिँ प्रशासन र माइती पक्षको चाहिँ उपस्थिति बिना नै सल काटेर अनि लासलाई चाहिँ खाटमाथि लडाएर राखेको अवस्थामा हामीले भेट्यौँ होइन। अनि त्यो चाहिँ एकजना ढोका बन्द थियो अनि एकजना 11 वर्षको बालिका चाहिँ माथि रूपबाट गएर अनि त्यहाँबाट चाहिँ त्यो चुकुल खोलेर सल काटेको हो भन्नुहुन्छ उहाँहरू होइन। अनि हाम्रो भनाइ चाहिँ के हो त भन्दाखेरि त्यस्तो अवस्थामा देखिसकेपछि चाहिँ त्यो सल नकाटेर घटनास्थललाई चाहिँ ओपन नगरिदिएको भएदेखि चाहिँ हामीले चाहिँ एउटा विश्वास गर्ने वातावरण हुन्थ्यो होइन। अब त्यहाँ त्यो घटनास्थलमा हजुर नै पुग्नुभयो भने पनि होइन, हजुरले देख्न सक्नुहुन्छ त्यो 11 वर्षको बालिकाले त्यो माथि चाहिँ रूपमा चढेर चाहिँ तल आएर चाहिँ सल काट्नु सक्छन् सक्दिनन्, त्यो चुकुल खोल्नलाई एउटा। दोस्रो उहाँको सासूले म आफैले 2 हातले यसरी सल काटेको भन्छन्, किनभने सल चटक्क गरेर काटिएको छ भनेपछि अनि मैले 2टा हातले, एउटा हातले कैँची समय अर्को हातले चाहिँ समातेर मैले काटेको भन्छन्। अनि त्यो सल काटिसकेपछि लास त भुइँमा ढल्नुपर्ने होला नि त, हजुर लास त खाटमाथि गएर बल्दैन नि। अनि उहाँले के भन्नुहुन्छ भने राष्ट्रिय महिला आयोगको चाहिँ प्रतिनिधि पनि जानुभएको थियो, उपसचिवको नेतृत्वमा श्याम श्रेष्ठको नेतृत्वमा जाएको प्रतिनिधिले पनि उहाँसँग सोद्धाखेरि उहाँले के भन्नुहुन्छ, मैले नि फेरि लासलाई च्यापा समातेर पनि खाटमा लगेर चाहिँ राखेको भन्नुहुन्छ। उहाँ त्यस्तै 45-50 केजीको हुनुहुन्छ सासू होइन, लास चाहिँ 75 केजीको छ। फेरि 2टा हातले सल पनि काट्ने, फेरि लासलाई पनि समातेर चाहिँ खाटमा लगेर राख्ने चाहिँ सम्भव छैन। त्यो भएको कारणले चाहिँ घटनाको प्रकृति हेर्दाखेरि हामीलाई चाहिँ अलिकति चाहिँ शङ्का लागिराखेको छ, यो चाहिँ नि स्वाभाविक आत्महत्या होइन भन्ने कुरा चाहिँ हामीलाई लागिराखेको छ। भनेपछि यहाँले चाहिँ अहिले हत्या भनिराख्नु भएको छ। अब हेर्नुहोस् है, पोस्टमार्टमको रिपोर्ट चाहिँ तपाईँको ह्याङ्गिङ भनेरै आयो होइन। ह्याङ्गिङ अब ऊ आफैले ह्याङ्गिङ गरेको हो कि उसलाई ह्याङ्गिङ गराइएको हो होइन। ह्याङ्गिङ त जसरी पनि ह्याङ्गिङ भनेको चाहिँ आफैले झुनेर मात्रै हुन्छ भन्ने त छैन नि त होइन। यदि ठिक छ हाम्रो त्यो घटनास्थललाई ओपन नगरेर सल नकाटेर त्यो नगरेको भएदेखि चाहिँ हामीले आफैले हाम्रो छोरी झुनिरहेको अवस्थामा देख्न पाएको भएदेखि हामीलाई विश्वास हुन्थ्यो छोरी आफै नै झुनिन्छ न। ल ठिक छ ह्याङ्गिङै भएछ, हाम्रो छोरीले न चाहिँ त्यहाँ सुसाइड नोट लेखेर छोडेको थियो कि होइन। त्यो घटनास्थललाई किन पहिलो घटनाको मैले एउटा कुरा काटेँ हजुरको, जस्तो घटनाको प्रविधि हेर्दाखेरि चाहिँ एकजना 11 वर्षको बालिका चाहिँ माथि रुखबाट चढेर झ्यालबाट छिरेको भन्नुभयो, भित्रबाट चुक्कुल लगाउनु भएको थियो उहाँले है, भित्रबाट चुक्कुल लगाएको थियो अरे होइन। अनि एकजना 11 वर्षको बालिका चाहिँ माथि रुखबाट छिरेर, अनि त्यो माथि त्यो जस्तो त्यो झ्याल हुन्छ नि, झ्यालबाट छिर्नु भयो होइन, झ्याल चाहिँ खुल्लै थियो भित्रबाट चुक्कुल उहाँ झ्यालबाट छिरेको होइन, जस्तै रुमबाट भित्र छिर्दा त्यो रुमबाट चाहिँ माथि छतमा जाने भङ रहेछ होइन, पाल रहेछ त्यहाँ। फेरि भर्याङ पनि छैन, 6 फिटको त्यो चाहिँ माथिकोदेखि तलको जमिनसम्मको लेभल 6 फिटको छ होइन। त्यो 6 फिटको हाइटमा चाहिँ उहाँ मैले हाम फालेर तल ओर्लेको भन्ने चाहिँ छ। हामीले चाहिँ बच्चीसँग चाहिँ बयान लिएको छैन, अरूको कुरा सुन्दाखेरि चाहिँ अब पुलिसले त लिएको होला बयान होइन, त्यो सुन्दा चाहिँ त्यसरी चाहिँ गएर खोलेको भनिएको छ होइन। अनि त्यो चाहिँ हामीलाई अलिकति सशङ्कित लागिरहेको छ। हामीले के भनेको छौँ भने ल ठिक छ त्यो बच्चीलाई फेरि चाहिँ नि त्यो रुखमा चढेर गएर त्यही बाटो गएर त्यो नि त्यो झ्याल फेरि खोल्न लगाउँ न त, हो कि त्यही प्रमाणित हुन्छ नि त। हो त्यही पनि गर्न मान्नुहुन्न क्या, पुलिस प्रशासनले यति पनि गर्न मानिराखेको छैन अहिले। भनेपछि अब प्रहरी प्रशासनले चाहिँ कसरी यो केसलाई ह्यान्डल गरिरहेको छ, अब कसरी अनुसन्धान उहाँहरूले गराइराख्नु भएको छ? प्रहरी प्रशासनले चाहिँ के त भन्दाखेरि त्यो दिनमा उहाँहरूले त्यो केटालाई हिरासतमा लिएर केटाको मोबाइल चाहिँ बरामद गर्नु पर्थ्यो, हजुर त्यो पनि गर्नुभएको छैन, केटाको मोबाइलसम्म पनि बरामद गर्नुभएको छैन उहाँहरूले। अनि घटना घटेको 5औं दिनमा अनि फेरि एक दुईवटा के मेसेजहरू पनि त्यस्तै खालको छ अरे भन्ने पनि कुरा आएको थियो। त्यो मेसेज चाहिँ 15 अगस्त दसैँभन्दा पहिला 15 अगस्तमा चाहिँ हाम्रो छोरीले उसको साथीलाई रोजिना भन्ने साथीलाई पठाएको रहेछ। त्यसमा चाहिँ गाउँ कहिले आउँछस् भनेर सोद्धाखेरि चाहिँ हाम्रो छोरीले चाहिँ म अब आउँदिनँ भनेर चाहिँ किन नआउने भनेर सोद्धाखेरि चाहिँ म एकदम तनावमा छु, सानामा बिहा गरेर चाहिँ मैले चाहिँ दुःख पाएँ,
होइन अब भनेर चाहिँ उसले भनेको छ। अनि छोरीले चाहिँ छोरीको साथीले चाहिँ छोरीलाई के भनेको छ भने रोजिना लामाले चाहिँ अन्जेला गौतमलाई होइन अब जे हुनु भइसक्यो, बिहा गरेको 1 वर्ष भएको छैन, कस्तो कुरा गर्छ, मान्छेले पनि के सोध्छ, मिलेर बस्नु भनेर भन्दाखेरि चाहिँ म त सक्दिनँ यार बस्नलाई चाहिँ भने चाहिँ। अनि के भन्न त भनेपछि अनि उसले चाहिँ हाम्रो छोरीले त्यो केटाले अर्को केटीसँग बसेर फोटो खिचेको फोटोसहित पठाएर कि बाबाआमाको कुरा सुन्छ होइन, केटी लिएर हिँड्छ। त्यो फोटो हजुरसँग छ अहिले? छ। एकचोटि हाम्रो दर्शकबिन हामीले त्यो फोटो पनि यहाँहरू समक्ष सार्वजनिक गर्दैछौँ। हजुर। र साथसाथै यहाँहरूको स्क्रिनमा पनि हामीले राखिदिनेछौँ त्यो फोटो। यहाँहरूले हेरेर त्यो विषयमा चाहिँ यहाँहरूले तल कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ। र साथै हाम्रो माइक सहितै हेर्नुहोस् न तपाईले। दर्शकबिन यही हो होइन, यो कस्तो छ भन्दाखेरि समातेर हात समातेर उभिनु भएको छ, यहाँहरूले हेर्न सक्नुहुनेछ। हाम्रो सर एकचोटि क्यामेरामा देखिएछ मोबाइल एकचोटि हेरिदिनु, देखेछ है? त्यो बुझ्नुहुन्छ, मेसेज बुझ्नुहुन्छ। र साथै दर्शक पनि यो फोटो मैले यहाँहरूको स्क्रिनमा पनि राखिदिनेछु र यहाँहरूले कमेन्ट गरेर भन्न सक्नुहुनेछ। यहाँ चाहिँ नि त्यो उसले साथीले के भनेको छ भने के भन्नुभएको छ सर? उहाँ जस्तै म तपाईँलाई सुरुदेखि नै पढेर सुनाइदिउँ। हजुर सुनाइदिनु एकचोटि। सुनेर के छ भन्दाखेरि जस्तै साथीले के सोधिरहेको छ भने गाउँमा कहिले आउने त भनेर सोधिरहेको छ। अनि हाम्रो छोरीले के भनेको छ भने आउँदिनँ म, दसैँमा नि आउँदिनँ म त भनेको छ। अनि किन नि भनेर सोद्धाखेरि त्यतिकै यार भन्नु छ नि, हावा जे पनि नभन्न आइजन, यसपालि कति रमाइलो हुन्छ भनेर चाहिँ भनिरहेको छ। हो साँच्चै आउँदिनँ होइन, अलि त्यस्तै छ प्रब्लम भनेर पनि सोधिरहेको छ। अनि साथीले के प्रब्लम हो भन्न त भन्दाखेरि भोलिपर्सि भनौँला, चाँडै बिहे गरेर दुःख पायो यार मैले, बेलामा बुद्धि नपुऱ्याएर भनेको छ। अहिले भन्न नहुने भोलिपर्सि भन्न मिल्ने कुरा के हो भन्दाखेरि चाहिँ अनि त्यही हो, चाँडै बिहे गरेर दुःख पायो मैले भनेको छ होइन। त्यसपछि हो नि त भनेर साथीले भनेको छ। अब के गर्नु सुनाएर नि अब यस्तो कुरा भनेर साथीले भनिरहेको छ होइन, मेरो छोरीले भनेको छ। अनि त्यहाँबाट चाहिँ त्यस्तै हो, केही कुरा मिल्दैन भने के, अनि तनाव हो भनेर भनिरहेको छ होइन। अनि साथीले के सल्लाह दिन्छ भने राम्रोसँग बस, के गर्नु अब भनेर चाहिँ बस्दिनँ म त यार, सक्दिनँ भनेर चाहिँ छोरीले लेखिरहेको छ होइन। अनि साथीले चाहिँ झगडाहरू नगर भनेको छ, खालि त्यस्तै हुन्छ, के गर्नु भनेको छ। झगडा चाहिँ खास कोसँग हुँदो रहेछ? श्रीमानसँग होइन। अनि त्यहाँबाट त के गर्छस् त अब भन्दाखेरि के गर्ने अब न छुटिन सकिन्छ, न केही पहिल्यै बुद्धि नपुऱ्याएपछि के गर्नु भनेर चाहिँ साथीले भनेको छ। अनि साथीले चाहिँ के त समस्या भन्नु भन्दाखेरि अनि इन्सिस्ट गर्दाखेरि चाहिँ उसले के गरेको छ भने के छ भन्दाखेरि उसको साथीले, हाम्रो छोरीको साथीले चाहिँ के भनेको छ भने मिलेर बस्नु, अब बिहे गरेको 1 वर्ष भएको छैन होइन, हेर मान्छे पनि के सोध्दैछ भनेर सोधिरहेको छ। म त बस्न सक्दिनँ यार, बाबाआमाको कुरा सुन्छ, केटीसँग हिँड्छ भनेर यो यसरी केटीसँग चाहिँ नि। हजुर, केटीसँग पनि हिँडेको फोटो पनि दर्शक पनि यहाँहरूले देखिहाल्नुभयो र यहाँहरूले स्क्रिनमा पनि हेरिहाल्नुभयो होइन। घर परिवारमा श्रीमानसँग पनि एकदमै झगडा हुने भन्ने कुरा पनि सरले भनिहाल्नुभयो। र अब हामी फेरि यही कुरालाई अगाडि बढाउँछौँ। अनि सर अब अहिले पछिल्लो अलिकति चाहिँ तपाईँले के जोड्न मिल्छ, यदि यो घटना चाहिँ नि एकदम साधारण मान्छेको घरमा घटेको भएदेखि हजुर पुलिसले चाहिँ त्यो सासू ससुरा श्रीमान सबैलाई हिरासतमा लिएर चाहिँ अनुसन्धान अगाडि बढिसक्थ्यो। तर चाहिँ एउटा माओवादी नेताको घरमा घटेको घटना हुनाले हाम्रो जुन छोरीको सासू ससुरा चाहिँ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको चाहिँ भातृ सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठनको चाहिँ बागमती प्रदेशको इन्चार्ज र केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। उहाँको घरमा घटेको घटना भएको कारणले गर्दाखेरि तपाईँको चाहिँ पुलिसले जस्तै एउटा चाहिँ भनौँ न त्यहाँ त्यत्रो गाउँलेहरू उपस्थित भएको छन्, केही गाउँलेसँग सरजमिन गर्दैन पुलिसले। केटीको आमालासँग छोरीले केही भनेको थियो कि भनेर त्यहाँ घटनास्थलमा गएको पुलिसले बयान लिँदैन होइन। यतिसम्म कि अब केटाको मोबाइलसम्म पनि बरामद गरिँदैन होइन। यो सबै देख्दाखेरि अनि प्लस हामीले के भनेको थियौँ भने यो घटना शङ्कास्पद छ हामीले हेर्दाखेरि होइन। यदि तपाईँहरूले चाहिँ यो मृतक केटीको श्रीमान सासू र ससुरालाई हिरासतमा राखेर अनुसन्धान गर्ने भए मात्रै हामी लास लान दिन्छौँ भनिसकेपछि उनीहरू तिनैजनालाई समातेर पुलिसको गाडीमा हालेपछि बल्ल हामीले लास चलानी गर्न दिएको थियो गाउँबाट। तर त्यो दिन राति नै धुलिखेल आइपुगेपछि उहाँहरूले चाहिँ उहाँहरू तिनैजनालाई चाहिँ छोडिदिनु भएको छ। भनेपछि राति त्यही दिन छोडिदिनु भएको छ। हो यहाँनिर चाहिँ हामीलाई शङ्का लागिराखेको छ, पुलिसले किन यसो गर्यो किन भनेपछि यसमा के भन्नुहुन्छ हजुर? अब यसमा चाहिँ भन्दाखेरि कतिपयले चाहिँ भनिराख्नु भएको छ राजनीतिकरण पनि भएको छ, एकदमै यो घटना चाहिँ राजनीतिकरणले गर्दा दबाएको भनेर कुराहरू पनि आइरहेको छ होइन। त्यो त 100% हो। तपाईँलाई म कसरी पुष्टि गरिदिन्छु भन्दाखेरि तपाईँको चाहिँ जस्तै लास्ट धुलिखेल ल्याएर उनीहरूलाई त्यही दिन बेलुकै छोडियो, राति 1 बजी चाहिँ हामी धुलिखेल आइपुग्यौँ होइन। उनीहरूले त्यही दिन
साथी नै छोडिएछ। अनि भोलिपल्ट बिहान हामी चाहिँ नि एसपी कार्यालयमा एसपीलाई भेट्न भनेर चाहिँ बसिराखेका हुन्छौँ। एसपी साहबको चाहिँ ड्युटी एसपी भूपेन्द्र खत्री हुनुहुन्छ, भूपेन्द्र खत्रीजी होइन, उहाँको ड्युटी चाहिँ 10 बजे सुरु हुने भनेपछि हामी 10 बजेसम्म बस्छौँ। तर हामीले भेट्नुभन्दा पहिल्यै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको चाहिँ नेता सूर्यमान दोङले गएर एसपीलाई भेट्छन्। हजुर, त्यस पछाडि मात्रै हामीलाई भेट दिइन्छ होइन। हजुर, अनि त्यहाँबाट चाहिँ अर्को कुरा जस्तै गाउँपालिकाको चाहिँ माओवादीबाट चाहिँ जितेको चाहिँ वडा सदस्य हाम्रै त्यही वडाको जहाँ घटना भयो त्यही वडाको चाहिँ वडा सदस्य चाहिँ सबै कुरा हामीलाई सहयोग गर्न आएको जस्तो गरेर अनि हामी कहाँ वडा सदस्य उहाँले चाहिँ के भन्नुभयो खास? होइन, वडा सदस्यले चाहिँ कस्तो भूमिका खेलिदिनु भयो भन्दाखेरि उहाँ चाहिँ हामीलाई सहयोग गर्ने जस्तो गरेर चाहिँ आउनुभयो। आइसकेपछि जस्तै हाम्रो चाहिँ पोस्टमार्टममा गयौँ, पोस्टमार्टमको रिपोर्ट चाहिँ ह्याङ्गिङ भनेर आइसकेपछि हामीले के भन्यौँ त भन्दाखेरि त्यो केटीले ह्याङ्गिङै भएर मरेको रहेछ भने पनि उसले ह्याङ्गिङ गर्नुको कारण चाहिँ उसको श्रीमान हो। उसको श्रीमानलाई हिरासतमा लिएर अनुसन्धान गरियोस् भनेर हामीले किटानी जाहेरी दिँदाखेरि जाहेरी दर्ता भएन। नभइसकेपछि त अब हामीले चाहिँ हाम्रो जाहेरी दर्ता गरिदिनु पऱ्यो भनेर हामीले पनि चिनी जानेको महानुभावहरू कहाँ गयौँ होइन। तर त्यहाँको वडा सदस्यले चाहिँ के गर्नुभयो त भन्दाखेरि हामीलाई सहयोग गर्न आएको जस्तो गरी चाहिँ हाम्रो पछिपट्टि लाग्नुभयो। तर चाहिँ हामीले गरेको गतिविधि सबै उहाँले चाहिँ गाउँपालिकाको अध्यक्ष दिननाथ गौतमलाई लगाउनु हुँदो रहेछ है। अनि दिननाथ गौतमले के गर्नुहुन्छ त भन्दाखेरि मेरो भतिजो चित्रप्रसाद गौतम उम्मेदवार जुन चुनाव हार्नुभयो उहाँलाई फोन गरेर चाहिँ थर्काउनु हुँदो रहेछ गाउँपालिकाको अध्यक्षले। फोन गरेर उहाँले थर्काउनु गरेर के हो तपाईँहरू चाहिँ त्यहाँ जताभावी गर्दै हुनुहुन्छ, त्यहाँ पीडित पक्षलाई सहयोग गर्ने होइन, खबरदार भनेर चाहिँ उहाँले 59 मिनट फोन गरेर चाहिँ थर्काउनु भएको छ। मेरो हामीले रेकर्ड पनि राखेका छौँ। भनेपछि त्यो चाहिँ किन खास उहाँले त्यस्तो गर्नुको कारण त्यही त मैले पनि नबुझेको कुरा नि। जस्तै गाउँपालिकाको अध्यक्ष त्यो घटनास्थलमा पुग्नु भएको छ, हामी पुग्नुभन्दा पहिला पुग्नु भएको छ। उहाँले किन चाहिँ तपाईँको त्यो सल पहिल्यै काटेको, घटनास्थललाई किन पहिले ओपन गरेको भनेर एक शब्द बोल्नुहुन्न। प्रहरी बिना नै प्रहरीको उपस्थिति बिना, माइती पक्षको उपस्थिति बिना सल काटिएको छ, घटनास्थललाई चाहिँ ओपन गरिएको छ, त्यसमा किन यो गरेको भनेर उहाँ एक शब्द बोल्नुहुन्न है। उहाँ माओवादी कोटाबाट चाहिँ जितेको चाहिँ गाउँपालिकाको अध्यक्ष हो है। तर अनि मेरो भतिजोलाई चाहिँ हाम्रो सहयोगीहरूलाई चाहिँ उहाँले फोन गरेर भतिजो भन्नाले मेरो आफ्नै मृतकको दाजु, मृतकको चाहिँ ठुलोबाबुको ठुलोबाबुको छोरालाई चाहिँ उहाँले गाउँपालिकाको अध्यक्षले चाहिँ 59 मिनट फोन गरेर थर्काउनु भएको छ। यो घटनामा खबरदार दायाँ बायाँ खास त्यो थर्काउने बेलामा चाहिँ उहाँले के शब्दहरू चाहिँ प्रयोग गर्नु भएको छ, राम्रो या नराम्रो कस्तो हिसाबले चाहिँ प्रस्तुत हुनुभएको थियो? उहाँले चाहिँ अब केटो निर्दोष छ होइन, त्यो भएको कारणले यसलाई चाहिँ बढी तिमीहरूले चाहिँ यसलाई उचालेर चाहिँ राजनीतिकरण नगर होइन, यसलाई राजनीतिकरण गर्न खोजिएको छ भन्ने चाहिँ उहाँले भन्नुभएको छ। तर राजनीतिकरण चाहिँ उहाँहरूले गरिराख्नु भएको छ, गाउँपालिका अध्यक्षहरूले राजनीतिकरण गर्नुभएको छ। किनभने घटनास्थलमा जाँदाखेरि उहाँले केही पनि प्रश्न गर्नुहुन्न, कमसेकम पनि सल किन काटिएको होइन, त्यो घटनास्थललाई किन ओपन गरिएको होइन, त्यो त नि त्यो पनि प्रहरी बिना नै माइती पक्ष उपस्थिति बिना नै। फेरि माइती पक्ष चाहिँ 15 मिनटको दूरीमा चाहिँ त्यही पल्लो गाउँ त हो, 15 मिनटमा पुग्ने माइती पक्षलाई उहाँहरूले खबर गर्नुहुन्न। अनि तपाईँको 1 घन्टाको दूरीमा भएको चाहिँ भनेपछि माइती पक्षको घर र घर पक्ष भनेको 15 मिनटको दूरी हो, हिँडेर त्यो पनि। अझ बाइकमा हो भने 5 मिनटमा चाहिँ पुग्छ। बाइकहरू सबै हिँड्छ, त्यो बाइक ओहोरदोहोर गर्छ है। अनि घटना घटेको दिनमा पनि उसको श्रीमानले उनीहरू चाहिँ ससुरालीमा टिका लाउन गए होइन, टिकाको दिनमा भोलिपल्ट बिहान फर्केर आउँदाखेरि चाहिँ आधा बाटोमै हाम्रो छोरीलाई छोडेर हिँडेको छ उसको श्रीमानले। ससुरालीबाट घर आउँदाखेरि आधा बाटोमा हाम्रो छोरीलाई छोडेर। त्यो बिचमा केही झगडा पर्यो होला कि? अब त्यो त तपाईँको चाहिँ त्यो केटालाई चाहिँ सोध्नु पऱ्यो नि त, हाम्रो छोरी त मरेर गइन्, अब के भयो हामीलाई त थाहा हुँदैन नि त। केटासँग बयान लियो भने त खुल्छ नि होइन। अनि फेरि केटाले के भनेको छ भने म हाँस किन्न जानुपर्ने भएको हुनाले भनेर गएको छ। हाँस किन्न गएको भनेको छैन, तर हाँस किन्न जाने बाटो चाहिँ त्यो केटाको घरकै बाटो भएर जानुपर्छ क्या। उनले चाहिँ आफ्नो छिटमेटले घरमा छोडेर जान्थ्यो होला नि त, किन हो अपोजिट दिशामा गएको भए चाहिँ म पत्याउँथेँ। ऊ अपोजिट दिशामा जानुपर्ने भयो भने तिमी हिँड्दै जाऊ, म चाहिँ यतापट्टि जानुपर्ने भयो हुनाले म गएको भन्छ। सँगै मोटरसाइकलमा आएर चाहिँ त्यही बाटो भएर हाँस किन्न गएको छ होइन। अनि हाँस किन्न ऊ 7:30 बजे चाहिँ छोरीलाई छोडेर गएको छ। तर जुन ठाउँमा ऊ हाँस किन्न गई भनेको छ नि 10:30 बजे मात्रै त्यो हाँस किन्न जाने ठाउँमा चाहिँ ऊ उकालो लगाइराखेको हाम्रै गाउँको बस चलाउने भाइहरूले भेटाएको छ। त हाम्रो क्वेसन के हो त भन्दाखेरि 7:30 देखि 10:30 बजेको चाहिँ बिचमा ऊ चाहिँ कहाँ थियो त, त्यो केटा चाहिँ कहाँ थियो त? हाम्रो छोरीलाई छोडेर हिँड्यो, हाँस किन्ने ठाउँमा त ऊ 10:30 बजी मात्रै देखा परेको छ नि। उहाँले हाँस चाहिँ लिएर आउनु भएछ, त्यो हाँस चाहिँ लिएर आयो भने चाहिँ अब हामीले देखा होइन, उहाँको चाहिँ आमाले भनौँ न हाम्रो मृतक छोरीको सासूले भनेअनुसार चाहिँ हाँस लिएर आयो मेरो छोराले भन्ने कुरा गर्नुभएको छ होइन। तर त्यो बिचमा 7:30 देखि 10:30 को बिचमा उहाँ कहाँ हुनुहुन्थ्यो? उहाँले बिचैमा छोडेर हिँड्नुको कारण के हो? किनभने त्यही बाटो हुँदा हुँदै होइन, त्यो भएर घटना अलिकति रहस्यमय छ के। अनि
पुलिसले चाहिँ अनुसन्धान गर्ने शिक्षामा कमसेकम चाहिँ त्यो केटालाई हिरासतमा लिएर अनुसन्धान गरिदियो भन्दाखेरि पनि मानिरहेको अवस्था छैन क्या होइन। यहाँसम्म कि हाम्रो चाहिँ उजुरी नै दर्ता गर्न मानिएन। अनि तपाईँको चाहिँ राष्ट्रिय महिला आयोगमा गयौँ हामी, राष्ट्रिय मानवाधिकार आयोगमा गयौँ। राष्ट्रिय महिला आयोगको चिठी गएपछि, राष्ट्रिय मानवाधिकार आयोगको चिठी गएपछि र अनि हामीले प्रहरी चौकी अगाडि बसेर आन्दोलन गरेपछि बल्ल हाम्रो चाहिँ जाहेरी दर्ता गरियो। भन्दाखेरि कति दिन भयो जाहेरी दर्ता भएको छ? जाहेरी दर्ता भएको अहिले 1 हप्ता भयो। 1 हप्ता भयो। अनि जाहेरी दर्ता गर्ने दिनु पनि हामीलाई एसपी साहबले, एसपी हरि खतिवडाले के भन्नुभएको छ भन्दाखेरि हामी 2 दिनभित्र यो घटनाको बारेमा चाहिँ अनुसन्धान कहाँ पुगेको छ हामी तपाईँलाई चाहिँ जानकारी दिउँला भन्नुभएको छ है। यतिसम्म कि जस्तै तपाईँको चाहिँ केटाकेटीको दुबईको केटीको मोबाइल त त्यति बेला जफत गरियो, केटाको मोबाइल त तपाईँको चाहिँ घटना घटेको 5औं दिन मात्रै जफत गरियो नि त होइन। अनि हाम्रो भनाइ चाहिँ के छ भने केटाकेटीको मोबाइल मात्रै खोलेर हेर्दाखेरि पनि केही कुरा खुल्छ भन्दाखेरि घटना घटेको 18 दिनसम्म उहाँहरूले मोबाइल खोल्नु भएको छैन। अनि किन नखोलेको भन्दाखेरि केटीको चाहिँ प्याटर्न चाहिँ लक रहेछ, प्याटर्न खोल्न नसकेर भन्ने कुरा भयो। अनि मैले चाहिँ मोबाइल टेक्निसियनहरूसँग कुरा गर्दाखेरि त्यो सफ्टवेयरमा राखेर प्याटर्न खोल्न मिल्छ भन्ने कुरा गर्नुभयो। अनि मैले मिल्छ अरे नि भन्दाखेरि ल ठिक छ तपाईँहरू खोल्न सक्नुहुन्न भने तपाईँहरूकै उपस्थितिमा चाहिँ हाम्रो मान्छे छ त्यहाँ गएर खोलौँ भन्दाखेरि हुँदैन, हामीले अब पक्ष विपक्ष कसैलाई दिनु हुँदैन, हामीले आफै खोलेर चाहिँ धुली खेल्न पठाउँछौँ भन्ने चाहिँ हेडक्वार्टरले गरेको छ, प्रहरी हेडक्वार्टरले होइन। त्यो भएको कारणले चाहिँ किन त्यत्रो समय लगाइन्छ? एक त तपाईँको हिरासतमै लिँदैन, दोस्रो चाहिँ त्यो मोबाइल पनि खोलिँदैन। अर्को कुरा हामीले के भन्यौँ त भन्दाखेरि त्यो केटाले फोटो खिचेको केटी को हो उसलाई चाहिँ नि उपस्थित गराएर जिल्ला प्रहरी कार्यालयमा बोलाएर उसलाई बयान लियोस्, त्यो पनि गरिरहेको छैन प्रहरीले। भनेपछि जस्तै हामीले प्रमाण जुटाइदिइराखेका छौँ क्या। जस्तै तपाईँको जुन त्यो केटीले हाम्रो छोरीले चाहिँ अर्को साथीलाई पठाएको म्यासेज पनि मैले प्रिन्ट गरेर प्रहरी कार्यालयमा दिएको छु। अर्को केटीसँग चाहिँ यसरी हिँड्ने गरेर चाहिँ केटाले त्यो पनि हामीले दिएका छौँ। बिच बाटोमै छोडेर हिँडिरहेको छ त्यो केटाले चाहिँ होइन छोरीलाई उता ससुरालीबाट आउँदाखेरि होइन। अनि फेरि यो चाहिँ केटा र केटीको बिचमा खटपट छ भन्ने कुरा चाहिँ दुवै पक्षलाई धेरै पहिलादेखि थाहा रहेछ। हजुर केटाको बाउलाई पनि केटीको बाउलाई पनि होइन। अब मलाई एउटा कुरा काट्न मन लाग्यो हजुर, जस्तो मृतकको चाहिँ आफ्नो सासू ससुरासँगको सम्बन्ध चाहिँ कस्तो रह्यो? सासू ससुरासँगको सम्बन्ध त कस्तो भयो भन्दाखेरि अब उनी बिहा गरेर प्रायः जस्तो काठमाडौँ बस्छन् होइन। उनको श्रीमान ट्याक्सी चलाउँछन्। मेरो दाइले ज्वाइँको लागि भनेर ट्याक्सी निकालिदिएको रहेछ मेरो दाइको नाउँमा चाहिँ राखेर। मेरो दाइको नाउँमा चाहिँ सहकारीको चाहिँ पैसा लिएर दाइको नाउँमा ट्याक्सी निकालिदिएको रहेछ ज्वाइँलाई भनेर। अनि ज्वाइँ ट्याक्सी चलाउने, छोरी पनि कहिलेकाहीँ मात्रै गाउँमा आउजाउ चाहिँ कहिलेकाहीँ मात्रै हो। चाहिँ उहाँको त्यस्तो चाहिँ नराम्रो भएको भन्ने चाहिँ हामीलाई चाहिँ थाहा छैन, मलाई चाहिँ थाहा छैन होइन। अब केटासँग चाहिँ नराम्रो भएको हो। अब म हजुरसँग एउटा कुरा सोध्न चाहन्छु, अब हत्यारालाई चाहिँ अब के होस् जस्तो नेपाल सरकारले के गरोस्? होइन, हामीले त के भनेका छौँ भने जस्तै हामी चाहिँ एउटा मेडिकल प्रोसेसमा गयौँ नि त। हजुर, मेडिकल प्रोसेसले ह्याङ्गिङ भनेर आएको छ होइन। तर घटनास्थलको प्रकृति हेर्दाखेरि ऊ आफै ह्याङ्गिङ भएको हो भन्ने कुरामा हामीलाई विश्वास छैन होइन। उसलाई ह्याङ्गिङ गराइएको पनि त हुनसक्छ नि। यो विषयमा चाहिँ राम्रोसँग छानबिन होस्। पहिला त प्रहरीले राम्रोसँग छानबिन गरिदिनु पऱ्यो नि त सर। छानबिन गरेर सत्य तथ्य चाहिँ नि अदालत समक्ष पेस गरिदिनु पऱ्यो। हामीले त्यति भनेका छौँ होइन। अब केही काम नै नभएको कारणले गर्दाखेरि चाहिँ जस्तै तपाईँको त्यो केले देखाउँछ त भन्दाखेरि घटना घटेको 18 दिनसम्म पनि केटाकेटीको मोबाइल नखोल्नु होइन। केटालाई अहिलेसम्म हिरासतमा नलिनु होइन। अनि तपाईँको चाहिँ त्यो अर्को केटीसँग बसेर केटाले खिचेको फोटो छ, त्यो केटीसँग उसको सम्बन्ध के हो, उसलाई चाहिँ बोलाएर चाहिँ बयान लियोस् भन्ने कुरा अहिलेसम्म बयान नलिनु, यी यावत कुराले गर्दाखेरि चाहिँ अनुसन्धानै चाहिँ नि राम्रोसँग नभएको भन्ने चाहिँ हामीलाई लागिराखेको छ हेर्नुहोस्। त्यो भएको कारणले अब अनुसन्धानै राम्रोसँग नभइकन त अब हत्यारालाई कारबाही भनेको त नेपालको कानुन बमोजिम कारबाही हुनुपर्छ हामी भन्छौँ होइन। हामीले भनेको उसलाई चाहिँ अहिले मृत्युदण्डै दिनुपर्छ भनौँला अरे, त्यो त नेपालको कानुनमा छैन भने त्यो दिने कुरा भएन। तर अनुसन्धानै राम्रोसँग गरिएन भने चाहिँ हाम्रो चाहिँ भनेपछि हजुरहरूले चाहिँ भनिरहेको छ अनुसन्धानमा चाहिँ अहिले आपत्ति जनाइराख्नु भएको छ। अनुसन्धान चाहिँ राम्रो भइराखेको छैन हेर्नु। त्यो भएर एउटा पोलिटिकल इन्फ्लुएन्सको कारणले एउटा पार्टीको नेताको चाहिँ घरमा घटेको घटना भनेर यसरी चाहिँ नि एउटा अपराधलाई चाहिँ ढाकछोप गर्न खोजिराखेको छ। हामीलाई चाहिँ हाम्रो आपत्ति यहाँनिर हो होइन। एउटा गाउँपालिकाको चाहिँ वडा सदस्यदेखि लिएर सभासदसम्म लागेर चाहिँ यो घटनालाई ढाकछोप गर्न खोजिँदैछ होइन। अब त्यहाँभन्दा अदृश्य रूपमा त फेरि त्यहाँभन्दा माथि को होला नि होइन। त्यो भएको कारणले चाहिँ यो घटनालाई यसरी चाहिँ दबाइयो भनेदेखि हामी चाहिँ भोलि त्यो गाउँमा गएर चाहिँ हामी आमसभा गर्छौँ सबै गाउँलेहरूलाई बोलाएर होइन। त्यही गाउँलेलाई लिएर आएर चाहिँ हामी धुलीखेलको चाहिँ जिल्ला प्रहरी कार्यालय घेर्न बाध्य हुनेछौँ। जस्तो घटना भएको जस्तो हजुरको गाउँमा चाहिँ छरछिमेकीहरूले चाहिँ के भन्नुहुन्छ? छरछिमेकी सबैलाई सोध्नुहोस्, त्यहाँ तपाईँले सबैलाई सोध्न मारेकै हो भन्छन् उनीहरूले चाहिँ मारेकै। तपाईँ अहिले पनि जाउँ नभए भोलि नै जाउँ गाउँमा होइन। त्यहाँको गाउँले जुन घटना भएको बेलामा जो उपस्थित थिए नि सबै गाउँलेहरू थिए, उनीहरू त सबैले यो मारेकै हो भन्छन्। अनि यता केटा पक्षको छिमेकीहरूले चाहिँ
केटा पक्षको छिमेकीहरू कोही पनि बोले छैन मसँग चाहिँ। ए भनेपछि उहाँहरू चाहिँ बोल्नु भएको छैन, उहाँहरूले मुखै खोल्नु भएको छैन। ए भनेपछि यता माइती पक्षको छिमेकीहरूले चाहिँ मारेकै हो भन्नुहुन्छ र केटा पक्षको छिमेकीहरूले चाहिँ बोल्नु भएको छैन, कोही पनि बोल्नु भएको छैन अहिलेसम्म। दर्शक पनि यो सम्बन्धी तपाईँहरूलाई जति पनि हामीले कुरा गरिरहेछौँ कस्तो लागिरहेको छ तल कमेन्ट बक्समा चाहिँ यहाँहरूको आफ्नो राय चाहिँ हामी चाहिँ जान्न चाहिरहेका छौँ। दर्शक पनि अरू के भन्नु छ हजुरलाई अब यो अब त्यही हामीले के भन्यौँ त भन्दाखेरि यदि केटालाई हिरासतमा लिएर अनुसन्धान नगर्ने हो भने जस्तै हामीले चाहिँ 3-4वटा पोइन्ट दिएको छौँ, अनुसन्धानको पोइन्ट पनि हामीले दिएको छौँ। के छ भने तपाईँको त्यो चाहिँ 7:30 बजे केटाले केटीलाई छोडेर हाँस किन्न भनेर गयो, तर हाँस किन्ने ठाउँमा ऊ 10:30 बजी मात्रै देखा परेको छ कि त्यो हाँस किन्न जाने ठाउँमा होइन। त्यो 7:30 देखि 10:30 को बिचमा त्यो केटा कहाँ थियो है हजुर। अनि अर्को जुन केटीले गएर चाहिँ पछाडिबाट चाहिँ माथि छतबाट चढेर चाहिँ त्यो चुकुल खोलेको छ भने चाहिँ ती केटीलाई त्यही ठाउँमा फेरि एकचोटि चाहिँ छतबाट पठाएर हेरौँ न उनी जान सकिरहेको छन्। किनभने महिला आयोगको प्रतिनिधिहरू पनि जाँदाखेरि चाहिँ यो अलि असम्भव छ। 11 वर्षको केटीले यति माथिबाट हाम फालेर तल गएर चाहिँ त्यो चुकुल खोलिनु होला भन्ने कुरामा हामीलाई पनि आशंका छ भनेर चाहिँ जिल्ला प्रहरी कार्यालय धुलीखेलमा आएर डिएसपी हरि खतिवडाको साथमा बोल्नु भएको छ। उहाँहरूले घटनास्थलमा गएर आइसकेपछि घटना अलि शङ्कास्पद लागिरहेको छ। दोस्रो त्यो चाहिँ सल काट्ने जुन उहाँको सासू मृतक केटीको सासूले मैले काटेको भनेको छ, एउटै मान्छेले दुईटा हातले सल पनि काट्ने फेरि सबलाई पनि समातेर खाटमा लगाएर राख्ने सम्भव छैन होइन। अनि दोस्रो कुरो तपाईँको चाहिँ केटाकेटीको मोबाइल चाहिँ अहिले यत्रो दिन हुँदासम्म पनि खोलेको छैन, त्यहाँ मोबाइलभित्र म्यासेजहरू आदान प्रदान भएको हुनसक्छ होला नि। तेस्रो कुरो तपाईँको चाहिँ त्यो सँगै बसेर फोटो खिचेको भनेको केटी के हो उसको सम्बन्ध उसलाई चाहिँ उपस्थित गराएर बयान लियोस् त्यो पनि गरिएको छैन क्या। घटना घटेको यत्रो दिन भइसक्यो, यतिसम्म कि केटालाई चाहिँ हिरासतमा लिएर अनुसन्धान पनि गरिएको छैन भने अहिलेसम्म प्रहरीले चाहिँ कतिजनासँग चाहिँ बयान लिएको छ यो त्यो हामीलाई केही जानकारी दिनु भएको हामीलाई केही जानकारी दिएको छैन। हामीलाई त त्यो घटनास्थलमा फोटो भिडियोसम्म पनि खिच्न दिएन। माइती पक्ष उहाँहरूले के भन्नुभयो त भन्दाखेरि हामी धुलीखेल पुगेर तपाईँलाई दिनु भन्नुभयो, धुलीखेल आएर माग्दाखेरि चाहिँ होइन हामी चाहिँ सरकारी वकिललाई दिन्छौँ तपाईँलाई दिन मिल्दैन भन्नुहुन्छ होइन। मैले यसो बुझ्दाखेरि महिला आयोगको प्रतिनिधिहरूसँग बुझ्दाखेरि चाहिँ त्यो माइती पक्षले खिच्न पाउने रहेछ, फोटो भिडियो पाउने रहेछ भन्दाखेरि चाहिँ यो के हो यो भित्र चाहिँ उहाँहरूले कसरी चाहिँ यो घटनालाई चाहिँ ढाकछोप गर्न खोज्दै हुनुहुन्छ होइन। जस्तै तपाईँको ढाकछोप त तपाईँको चाहिँ अफ्ताब आलमले पनि त त्यत्रो चाहिँ मान्छेलाई जिउँदै मान्छेलाई लगेर इँटा भट्टामा लगेर चाहिँ दबाएका थिए नि त होइन। र छेनिक रूपमा उनको चाहिँ सरकार थियो, उनी ढाकछोप गर्न सके, तर एक दिन त घटना बाहिर आयो नि त। आज कसरी चाहिँ अफ्ताब आलम जस्तो एउटा कुर्र हत्यारा मान्छे चाहिँ जेलमा बस्न बाध्य भएको छ होइन। हो त्यस्तै गरेर यो घटनाको पनि ठिक छ अहिले उनीहरूको सत्ता छ, उनीहरूको सरकार छ भने दबाएर राख्लान्, तर एक दिन न एक दिन यो घटनाको चाहिँ सत्य तथ्य बाहिर आउँछ र हत्यारालाई चाहिँ कारवाही हुन्छ भन्ने कुरामा चाहिँ म विश्वस्त छु। दर्शक पनि यहाँहरूले सुनिहाल्नु भयो आजको हाम्रो काभ्रे जिल्लामा घटेको एकदमै रहस्यमय र डरलाग्दो घटना होइन। आजलाई म यही सम्बन्धी आजको यो भिडियो म यही स्थगित गर्न चाहन्छु। दर्शकबिन यदि तपाईँहरू हामीसँग जोडिनु भएको छैन भने हामीसँग जोडिनु हुन विशेष अनुरोध गर्दै आजको लागि म बिदा चाहन्छु दर्शकबिन।